लसो फ्यापुला नमस्ते। म जिम्बुस्याको तर्फबाट मेरो सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। म चाहिँ गाउँमा आएको थिएँ है। म चाहिँ मेरो यता काम थियो अनि त्यही भएर म गाउँमा आएको थिएँ। म चाहिँ भक्तपुरमा बस्ने गर्छु अनि गाउँमा चाहिँ मेरो सासु आमा हुनुहुन्छ अनि सासु आमासँग दिनभरि गफ गर्दै बसेँ। एकदमै गर्मी छ किनभने हाम्रो चाहिँ जस्ताको घर छ है, घर बनाएको छैन, त्यही भएर जस्ताको घरमा छौँ भन्नुपर्छ अहिलेसम्म होइन। अनि सासु बुहारी गफ गर्दै बसेको एकदमै गर्मी भयो अनि मेरो सासूले भन्नुभयो कि मेरो कपाल कोरिदिनु न बुहारी भन्नुभयो, किनभने मेरो सासु आमा चाहिँ अलिकति अशक्त हुनुहुन्छ। त्यसैले मैले मेरो सासूको चाहिँ कपाल कोरिदिएँ अनि त्यसपछि गफ गर्दै कपाल कोर्दै बसेँ अनि सासूले भन्नुभयो मेरो कपाल बाटिदिनु है भन्नुभयो अनि मैले कपाल बाटिदिन लागेँ। अनि मेरो सासूले भन्नुभयो मलाई एक साइडमा चाहिँ टाउको दुख्छ भन्नुभयो अनि मैले भनेँ औषधि खानुपर्छ केले होला भनेर भनेँ। अनि मेरो सासूले भन्नुभयो कि मेरो त पहिला कपाल धेरै थियो नि बुहारी भन्नुभयो अनि अहिले चाहिँ झरेर कपाल थोरै भएको छ, त्यो पनि सेतै फुलेको छ भन्नुभयो। अनि मैले भनेँ कपाल फुल्ने उमेर भइसक्यो आमा भने। अनि के गर्नु अहिले के अरे फुलिहाल्छ उमेरले भने। अनि त्यसपछि त सासू बुहारी गफ गर्दै गर्दै मैले कपाल बाटिदिएँ। त्यही हो साथीहरू। अनि त्यसपछि कपाल बाटेर बसेँ सासू बुहारी अनि त्यही हो साथीहरू। मेरो चाहिँ यही फर्स्ट मिनी भ्लग यही हो है। मलाई खासै बोल्न आउँदैन। अब मेरो कहीँ कतै कमी कमजोरी भयो भने हजुरहरूले सच्याइदिनु होला। सच्याएर लाइक कमेन्ट र सेयर गरिदिनु होला है त साथीहरू। मलाई अनि केही सल्लाह सुझाव पनि दिनु होला किनभने मलाई बोल्न आउँदैन। त्यसैले हजुरहरूले साथ दिनु है त साथीहरू। अब चाहिँ म हजुरहरूसँग छुट्टिन्छु। लसो फ्यापुला।